आँखा भरि आँसु, मन भरि पीडा, लुकाएर हाँस्नुको पीडा हामीले बुझेका छौँ। 10 वर्षसम्म हाँसेको, खेलेको अनि बिताएको त्यो विद्यालय अनि साथी सङ्गीको त्यो नाता सम्बन्ध टुट्नुको पीडा महसुस गरेका छौँ। तर पनि तपाईँहरूको उज्जवल भविष्यको लागि भए पनि फेरि भेट्ने बाचा गरेका छौँ। भोलिदेखि अर्थात् चैत्र 19 गतेदेखि हुने एसइई परीक्षाको हार्दिक शुभकामना। मेरा प्रिय विद्यार्थीहरू, राम्रोसँग परीक्षा दिनुहोला, ठुलो मान्छे बन्नुहोस्, आशा गरेको छु। सायद कतिसँग भेट हुन्छ होला, कतिसँग हुँदैन होला। जो जससँग भेट भए तापनि नभए तापनि तपाईँहरूको जीवन सधैँ राम्रो बनोस्, सधैँ उज्जवल बनोस्। राम्रो मान्छे भएको देख्न चाहने उही तिम्रो प्यारो गुरु मानव राणा सधैँ उज्जवल भविष्यको कामना गर्दछु।